हेलो गाइस, फर्सी त यसपालिको फर्सी त यस्तो छ। एकचोटि मरेर फेरि पलाएर बाँचेको यस्तो लहरे आमा पहरे बाउ फुलमा दिदी यस्तो छ है। यस्तो छ यहाँनिर भकुण्डो भाइ भनेर। अनि त्यस पछाडि फर्सी, यसपालिको फर्सी। यो फर्सी त एकपल्ट त कति चुड्दिएको थिएँ, यतिको भयो। फल्छ कि भनेको त फल्दा पनि फल्यो। यसलाई के गर्नु, यसरी मुन्टा सोध्ने हो। आउनुहोस् है फर्सीको मुन्टा, फर्सीको मुन्टा, साइप्रसमा फर्सीको मुन्टा। यसलाई पर बनाएर खाने होइन र के गर्नु त, नफल्नलाई त पर भनौँ ल। अनि यो यस्तो छ, यो पनि हेर्नु त, यसलाई के फल पो भन्छ हौ भोलि गएर। अनि यो ड्राई फ्रुट छ, एउटा यस्तो भएर थियो, एउटा फलेको छ नयाँ होला है, मैले अघि भर्खर चुटिदिएको। अन्त बाई गाइस, यस्तै छ साइप्रसको ठाउँ। अनि यतातिर खोर्सानीको बोट क्या, त्यो भेडा खोर्सानीको बोट छ। यता टमाटर मरिसकेको छ, भर्खर पानी हालेको। अनि यो चाहिँ फर्सी छ, लामो खालको फर्सी। यहाँ चाहिँ फ्रुटहरू एकदम दामी दामी छ, मिठो लाग्छ यो त। यस्तै छ है। अनि यो चाहिँ बाउले राख्ने यहाँ पानीहरू छ। यो पानी चाहिँ यहाँ राखेर, अब साइप्रसमा सबैभन्दा महँगो पानी हो, त्यसैले है गाइस यो भाँडामा थापिराखेको। बाई, फेरि नेक्स्ट भिडियोको लागि आउनेछु।